सम्पूर्णमा नमस्कार। आकाश डिजिटल क्लासेसको अर्को सेसनमा यहाँलाई पुनः स्वागत छ। आज हामी सिम्याट एक्जामिनेसनमा सोध्न सकिने प्रश्नको बारेमा छलफल गर्न जाँदैछौँ। यहाँ दुईवटा प्रश्न रहेको छ। यी दुईवटै प्रश्नलाई हामीले एउटै तरिकाबाट सल्भ गर्न सक्नेछौँ, एकदम सर्टकट वेबाट। पहिला क्वेसन नम्बर 1 हेरौँ। It takes 40 days for a pond to get filled with rainwater. If the level of water doubles each day, then how long would it take to fill 1/4 of the ponds? यो क्वेसनले के भन्छ भन्दाखेरि एउटा पोखरी भरिन 40 दिन लाग्छ। त्यसपछि पानीको सतह चाहिँ प्रत्येक दिन दोब्बर हुँदै जान्छ। त्यसो भने पोखरीको 1/4 भाग भरिन जम्मा कति दिन लाग्छ भनेर हाम्रो अप्सनमा 10 डेज, 20 डेज, 30 डेज, 38 दिएको छ। त्यस्तै गरी क्वेसन नम्बर 2 एकैचोटि एउटा टोकरीमा प्रत्येक दिन दोब्बर संख्यामा अन्डा राख्दै जाँदा 24 दिनमा टोकरी भरियो भने कति दिनमा टोकरीको आधा भाग भरियो भनेको छ। त्यो पुरा एउटा बास्केट टोकरी भरिन चाहिँ जम्मै 24 दिन लाग्छ। त्यहाँ प्रत्येक दिन अन्डा राख्दाखेरि अन्डा चाहिँ प्रत्येक दिन दोब्बर संख्यामा हुन्छ भने आधा भाग चाहिँ कहिले भरियो, पुरा भरिन चाहिँ 24 दिन लाग्यो। त्यसैले आधा चाहिँ कहिले भरिन्छ, कति दिनमा भरिन्छ भनेको छ। यो खाले क्वेसनलाई कसरी सल्भ गर्न सकिन्छ भन्दाखेरि यहाँ तपाईले हेर्न सक्नुहुन्छ एउटा सर्टकट वेबाट मैले सल्भ गर्न चाहन्छु। माथि इट टेक्स 40 डेज भनेको छ, दिन दिएको छ 40 डेज है। ल यो 40 डेज भयो। 40 मैले अब क्रमशः अघिल्लो दिनपट्टि गएँ, एक एक माइनस गर्दै 40, 39, 38, 37, 36 यो डेजहरू भयो, डेज। यहाँ किन मैले 40 लेखेँ, क्वेसनमा 40 भनेको छ। अब लेभल 1 भनेको फुल भरि 1, त्यसपछि आधी 1/2, यसको आधा 1/4, यसको आधा 1/8, यसको आधा 1/16। फुल भनेको 1, फुल हुन कति लाग्यो, 40 दिन लाग्यो। आधा 1/2 भनेको आधा हो नि त, यो हाफ हो। हाफ कति दिनमा भयो, 39 डेजमा। 1/4 कति दिनमा भयो, 38 डेजमा। अब हामीलाई क्वेसनले कति भनेको छ, 1/4 भनेको छ। भनेपछि 1/4 भनेको 38 डेज। 38 डेजमा चाहिँ हाम्रो यो त के भयो त 1/4 भाग हुने रहेछ। अब सेम यो क्वेसनमा यसको राइट एन्सर हाम्रो 38 डेज भयो है। यसको राइट एन्सर हाम्रो 38 डेज। सेम अर्को दोस्रो क्वेसनमा हेर्नुहोस् त, यही तरिकाले सल्भ गर्न सकिन्छ हामीले। दोस्रो क्वेसन 24 यो दिनहरू के मैले एक एक कम गर्दै लेखेँ। 23, 22, 21 एन्ड सो अन, यो चाहिँ डेज भयो। अब लेभल यो पनि लेभल हो नि त। 1 भनेको चाहिँ फुल भयो कि, 1 भनेको फुल भयो। 1 को आधा 1/2, यसको पनि आधी 1/4, यसको पनि आधी 1/8। अब क्वेसनले हामीलाई कति सोधेको छ, 1/2 आधा कति दिन त 23 डेज, यो हाफ। भनेपछि कति दिनमा टोकरीको आधा भाग भरियो त, 23 दिनमा। 23 दिनमा आधा भरियो, 24 दिनमा फुल भयो। किन, प्रत्येक दिन दोब्बर हुँदै जान्छ। माथि पनि 39 डेजमा आधा भर्यो, प्रत्येक दिन दोब्बर हुन्छ, 40 दिनमा फुल भयो। यसरी गर्न सकिन्छ। ल एकदम सर्टकट वेले। क्वेसनले जति सोधे पनि 1/8 भाग सोधे पनि हामीले 37 डेज भन्न सकियो यो क्वेसनमा। 1/16 पार्ट भने पनि हामीले 36 भन्न सकियो। जति सोधे पनि हामीले यसरी गर्न सकिन्छ। यो सिम्याटमा सोधिएको प्रश्न हो।
है। यस्तै यस्तै प्रश्नहरू सर्टकट वेबाट तपाईँहरू सिक्न चाहनुहुन्छ भने हाम्रो आकाश इन्स्टिच्युट इटरीको फिजिकल तथा अनलाइन क्लास दुवैमा जोडिन सक्नुहुन्छ। आजलाई यति नै। थ्याङ्क यू, नमस्ते।